नमस्ते। ल, एनएमबी मोबाइल ब्याङ्किङ चलाउन मन छ हैन? तर सुरु गर्नुभन्दा पहिला केही कुराहरू ठिक्क पारेर राख्नुभयो भने नि एकदमै सजिलो हुन्छ। आज हामी त्यही विषयमा कुरा गर्दैछौँ कि के तयारी गर्ने त? हो, मोबाइल ब्याङ्किङ सुरु गर्नुभन्दा अगाडि अलिकति तयारी त गर्नै पर्छ। यो सानो तयारीले पछि हुने झन्झटबाट बचाउँछ र काम पनि छिटो हुन्छ। ल, मोबाइल ब्याङ्किङ चलाउने त सोचियो, तर त्यसको लागि के कुरा चाहिन्छ त? धेरैको मनमा यही प्रश्न घुमिरहेको हुन्छ हैन र? ल, आज यसकै जवाफ खोजौँ है त। आत्तिनु पर्दैन, यो एकदमै सजिलो छ। एनएमबी को मोबाइल ब्याङ्किङ सुरु गर्न जम्मी 4वटा कुरा भए पुगिहाल्छ। के हुन् त ती 4 कुरा? ल, एक एक गरेर हेरौँ है। सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, एनबीबी ब्याङ्कमा एउटा खाता त हुनै पर्यो। किनभने मोबाइल ब्याङ्किङ भनेकै त्यही खातालाई आफ्नो मोबाइलबाट चलाउने त हो नि। खाता नै छैन भने त कसरी चलाउने हैन र? अब दोस्रो कुरा, मोबाइल नम्बर। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ है, जुन पायो त्यही नम्बर भएर हुँदैन। ब्याङ्कमा खाता खोल्दा जुन मोबाइल नम्बर दिनुभएको थियो नि, हो त्यही नम्बर चाहिने हो। सुरक्षाको लागि पनि ब्याङ्कले त्यही नम्बरबाटै पहिचान गर्छ। तेस्रो नम्बरमा आउँछ एउटा स्मार्टफोन। अब एनएमबी मोबाइल ब्याङ्किङ भनेको त एउटा एप हो हैन? त्यसैले यसलाई चलाउन कि त एन्ड्रोइड फोन चाहियो कि त आइफोन। खैर, आजभोलि त प्राय सबैसँग स्मार्टफोन हुन्छ, त्यसैले यो त खासै ठुलो कुरा भएन। अनि चौथो र अन्तिम कुरा, इन्टरनेट। अब त्यो वाइफाई होस् वा मोबाइलको डेटा जे भए पनि हुन्छ, तर फोनमा इन्टरनेट चाहिँ हुनै पर्यो। किनभने यो एपले ब्याङ्कसँग कुरा गर्ने अनि सबै कारोबार गर्ने त यही इन्टरनेटबाटै हो। ल, यति 4वटा कुरा ठिक्क छ भने एनएमबी को मोबाइल ब्याङ्किङ सुरु गर्न अब लगभग तयारी पूरा भयो। आउनुहोस् एकचोटि फेरि सरर र दोहोऱ्याएर हेरौँ है त के चाहिने रहेछ। छोटकरीमा भन्दा हामीलाई चाहिने भनेको एनएमबी ब्याङ्कमा एउटा खाता, त्यही खातामा दर्ता भएको मोबाइल नम्बर, एउटा स्मार्टफोन अनि इन्टरनेट। ल, यो लिस्टमा सबै कुरामा टिक लाग्यो त? लाग्यो भने अब अगाडि बढ्ने बेला भयो। अब यी सबै कुरा तयार भइसकेपछि डिजिटल ब्याङ्किङको दुनियाँमा छिर्ने ढोका खुल्यो भन्दा पनि हुन्छ। अब सोच्नुहोस् त, यति तयारी भइसकेपछि आफ्नो ब्याङ्कलाई आफ्नै हातमा आफ्नै औँलाको टुप्पोमा ल्याउनको लागि अबको बाटो के होला? मोबाइलमा भएको प्ले स्टोर वा एप स्टोर खोल्नुहोस्। त्यसपछि सर्चमा जानुहोस् अनि सर्चमा गइसकेपछि एनएमबी ब्याङ्क मोबाइल BANKING ब्याङ्किङ भनेर सर्च गर्नुहोस् है। त्यसपछि एनएमबी भनेको एनएमबी ब्याङ्क लिमिटेड भनेर जुन देखाएको छ, योलाई चाहिँ इन्स्टल गर्नु पर्यो हजुरले आफ्नो मोबाइलमा है। केही समय लाग्छ है, त्यो चाहिँ इन्स्टल भइसकेपछि चाहिँ अहिले चाहिँ मेरो मोबाइलमा एनएमबी एप्लिकेसन चाहिँ इन्स्टल भइसकेको छ। यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। त्यसमा चाहिँ एक्टिभ एनएमबी भनेर देखाएको छ, त्यसमा पर्ने हुन्छ एक्टिभ एनएमबी है। त्यसपछि हामीलाई ल्याङ्ग्वेज सोध्छ। ल्याङ्ग्वेजमा तपाईँले इङ्ग्लिस वा नेपाली चुज गर्न सक्नुहुन्छ। त्यसपछि हामीलाई प्रोफाइल सोध्छ। प्रोफाइलमा त्यसमा चाहिँ डिफल्ट चाहिँ राखिदिएकै हुन्छ है ब्याङ्कले नै। अनि रेसिडेन्टको कुरा, यदि तपाईँ नेपालमा हुनुहुन्छ भने लोकललाई चुज गर्नु पर्यो, र यदि तपाईँ विदेशमा हुनुहुन्छ भने इन्टरनेसनललाई चाहिँ चुज गरेर चाहिँ अगाडि बढ्न सकिन्छ। जस्तै म अहिले नेपालमा छु, म लोकललाई चाहिँ चुज गर्छु। अब तपाईँलाई सिआइएफ नम्बर मागिरहेको छ। यदि तपाईँलाई सिआइएफ नम्बर थाहा छ भने टाइप गर्नुहोस्, नभए चाहिँ फाइन्ड योर सिआइएफ भन्ने अप्सन छ, त्यसमा चाहिँ तपाईँले क्लिक गर्नुहोस् है। म चाहिँ मेरो खाता नम्बर हान्छु, तपाईँ चाहिँ तपाईँको खाता नम्बर हान्नु होला है। यसमा मैले चाहिँ यसमा मेरो खाता नम्बर हानिसकेको छु। रजिस्टर्ड मोबाइल नम्बरमा चाहिँ वा इमेलमा चाहिँ पठाइसकेको छु। सक्सेसफुल्ली मैले चाहिँ मेरो सिआइएफ नम्बर प्राप्त गरेको छु। आई होप तपाईँले पनि तपाईँको मोबाइलमा एसएमएस मार्फत तपाईँले पनि तपाईँको सिआइएफ नम्बर चाहिँ प्राप्त गरिसक्नु भएको होला। अब हामीले सिआइएफ नम्बर प्राप्त गरिसकेपछि हामीले यसमा चाहिँ आफ्नो सिआइएफ नम्बर चाहिँ राख्नुपर्ने हुन्छ। मैले चाहिँ मेरो सिआइएफ नम्बर राखेँ। तपाईँले पनि तपाईँको सिआइएफ नम्बर चाहिँ यसमा इनपुट गर्नु होला। अनि अगाडि बढे एउटा नोटिस देखाउँछ, यसलाई ओके गर्ने।
आफै एउटा कोड लेखेर तपाईँको मोबाइलको हुन्छ यसलाई चाहिँ सेन्ड गर्नुपर्ने हुन्छ। मैले चाहिँ सेन्ड गरेँ अनि सेन्ड गरेको केही समयपछि नोटिफाई सक्सेसफुल्ली भनेर आउँछ है। त्यसपछि तपाईँलाई एनएमबी अलर्टबाट भेरिफिकेसन भएर आउँछ र जुन तपाईँले प्राप्त गर्नुभएको ओटिपी कोड छ त्यो चाहिँ तपाईँको अघिको एप्लिकेसनमा लगेर हान्नुपर्ने हुन्छ, जुन तपाईँलाई 6 डिजिट ओटिपी कोड चाहिँ आएको हुन्छ। अहिले मेरोमा चाहिँ आएको छ है, इन्टरफेस खुलिरहेको छ। यहाँ कनेक्सन रिक्वायर्ड टाइम भनेर चाहिँ मेरो देखाइरहेको छ है। यस्तो अब यस्तो भइसक्यो, हामी एक्टिभ गर्दै थियौँ, त्यसमा चाहिँ तपाईँको टाइम आउट भन्छ, नो इन्टरनेट कनेक्सन भनेर देखाइरहेको हुन्छ भने हामीले चाहिँ आफ्नो मोबाइल ब्याङ्किङको सेटिङमा जानु पर्यो है। टाइप गर्नु पर्यो ब्याट्री सेभर, अनि ब्याट्री सेभर क्लिक गर्ने है। अब यसो हेर्ने, ब्याट्री सेभर अन भयो भने चाहिँ हाम्रो चाहिँ ब्याङ्किङ चाहिँ एक्टिभ हुँदैन एनएमबीको है। यता गएर डिभाइस ट्याक्क हेऱ्यो भने यता पावर सेभिङ मोड अन रहेछ, मैले चाहिँ यसलाई अफ गरिदिएको छु। हजुरले पनि अफ गरिदिनुहोस्। दोस्रो स्टेपमा हामीले हेर्ने भनेको डाटा सेभर मोड, अनि डाटा सेभर मोड पनि हामीले अफ गरेको हुनुपर्छ, नभए हाम्रो चाहिँ इएनएमबी एक्टिभ चाहिँ हुँदैन। डाटा सेभर मोड पनि अफ गरेका छौँ। यदि गरिसकेपछि, यदि हामीले यति गरिसक्यौँ भने फेरि हामीले के गर्नु पर्यो, इएनएमबीको लगइनको लागि प्रक्रिया गर्नु पर्यो। अघि हामीले डाउनलोड गरेको इएनएमबीमा क्लिक गर्नुहोस्। फेरि सुरुबाट जान्छ है, इन्टरफेस खुल्छ है। यस्तो खुलिरहेछ। अघि हाम्रो चाहिँ एक्टिभ भएको थिएन नि, जुन चाहिँ टाइम आउट भनेर इन्टरनेट कनेक्सन भनेर भनिरहेको हुन्छ, अहिले चाहिँ हामीले त्यसको सोल्भ गरेका छौँ है। राम्ररी ध्यान दिएर हेर्नुलाई। यसमा चाहिँ हामीले लोकल गर्छौँ, किनभने हामी नेपालमा छौँ भने लोकल गर्नु पर्यो। यदि हामी विदेशबाट चाहिँ रजिस्टर गर्दैछौँ भने चाहिँ इन्टरनेसनल गर्नु पर्यो। यदि लोकल गर्दै हुनुहुन्छ भने तपाईँको मोबाइलमा 6 डिजिटको ओटिपी कोड आउँछ। विदेशबाट हुनुहुन्छ भने इन्टरनेसनल चुज गर्नुभयो भने चाहिँ मेलमा चाहिँ हजुरको चाहिँ ओटिपी जान्छ है। अब अहिले म चाहिँ नेपालबाट गर्दैछु है। अब मैले चाहिँ सिआइएफ नम्बर टाइप गर्दैछु, जुन अघि हाम्रो मोबाइलमा एसएमएस थ्रु आएको थियो नि, त्यही कोड राख्नु पर्यो है। यदि गरिसकेपछि यसलाई पनि ओके गर्ने, अनि एसएमएस आउँछ, यसलाई पनि ओके गर्ने। नोटिफाइड सक्सेसफुल भएपछि तपाईँलाई मोबाइल नम्बर भेरिफिकेसनको मेसेज पनि आउँछ। मोबाइल नम्बर भेरिफिकेसन पनि भइसक्यो, जुन तपाईँको सिम कार्ड थियो नि त्यो सिम कार्ड भेरिफिकेसन भइसक्यो। र त अब मैले चाहिँ ओटिपी 6 डिजिटको ओटिपी प्राप्त गरेको छु। अब मैले मोबाइल जुन एप थियो नि अघिको, त्यसमा चाहिँ ओटिपी हान्नु पर्यो। चाहिँ ओटिपी हानेको छु। अब तपाईँलाई 6 डिजिटको पासवर्ड राख्ने अप्सन आउँछ, जुन चाहिँ तपाईँको लगइन पासवर्ड हुन्छ, 6 डिजिटको राख्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ नेक्स्ट रजिस्टर गर्नुहोस्। 6 अङ्कको लगइन पिन हानिसकेपछि फेरि कन्फर्ममा पनि 6 अङ्कको त्यो माथि हानेकै जुन छ त्यसलाई चाहिँ हामीले कन्फर्म पनि गर्यो भने रजिस्टर गर्नु पर्यो। मैले हानेको चाहिँ लगइन पिन मिलेन, कन्फर्म गर्नुहोस् भनिरहेको छ है। किनकि मैले योभन्दा पहिले युज गरेको वाला हानेको थिएँ कि त। अब त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ लिँदैन कि। योभन्दा पहिला मैले मोबाइल ब्याङ्किङ खोलेको थिएँ, त्यो पुरानै हान्दैछु, लिँदै छैन। त्यसको लागि नयाँ हान्नुपर्ने भयो है। मेरो सक्सेसफुल भएको छ। तपाईँले पनि गर्दा चाहिँ यसरी नै सक्सेसफुल देखाउँछ। अब चाहिँ हामीले के राख्नु पर्यो, ट्रान्जेक्सन पिन राख्नु पर्यो 6 अङ्कको है। अब यो गर्दा चाहिँ त्यो चाहिँ रिइन्टर भने माथि जे हान्नु भएको छ त्यही हान्नु पर्यो है, 6 अङ्कको। त्यसपछि चाहिँ नेक्स्ट गर्नु पर्यो। अनि नेक्स्ट गरिसकेपछि तपाईँलाई बायोमेट्रिक राख्ने कि भनेर बायोमेट्रिक पनि सोधिरहेको छ। यदि राख्न चाहनुहुन्छ भने यसमा क्लिक गरेर टच गर्नु पर्यो है तपाईँले। मैले चाहिँ यसरी नै भेरिफाई गरेको छु, अनि प्रोसिड गर्नु पर्यो है।
अनि तपाईँको चाहिँ कस्टमर प्रोफाइलमा चाहिँ प्रिमियम कस्टमर भएको छ भने मात्रै तपाईँले त्यहाँबाट पैसा पठाउन सक्नुहुन्छ। अनि हामीले लगइन गऱ्यौँ। हामीले सक्सेसफुल्ली एनएमबी ब्याङ्कको मोबाइल ब्याङ्किङ एप चाहिँ हामीले आफ्नो मोबाइलमा इन्स्टल गरिसकेका छौँ। यस्तै नयाँ नयाँ भिडियोका लागि मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।